welcome back to my channel. It's me Arati Rai. If you guys are new here, don't forget to like, comment, subscribe to my channel. So guys, आज चाहिँ हामी दिदी बहिनी चाहिँ हैन बल्ल दिवाली पनि सक्यो नि त अनि अब चाहिँ घरमा यतिकै बसिरहेको थियो फ्री थियो अब दिल्ली फर्किने बेला पनि भइसक्यो नि त अनि हामी चाहिँ आज बर्मेक जाउँ न भनेर निस्केको हैन अनि त्यहाँ चाहिँ मेरो साथीको घरमा मरौ पनि परेको छ अनि म चाहिँ त्यहाँ पनि निस्किने अनि एकछिन घुम्दै जाउँ न भनेको त्यतिकै आज के त ढिलो भयो अनि अब हामी त अब कति भन्छ यता अब सिक्किम आयो भने पनि एक हप्ता 10 दिन बसेर फर्किहाल्छ अब यस्तो बेसी यताउति घुम्दैन गएको भनेको त्यही गान्तोक हो हैन अन्त यो बाटो चाहिँ पहिला गएको अन्त मेरो बहिनी झन् ढिलो भएको बेलामा आएको अरे हैन यहाँनिर रास्तै बन्द रहेछ गाइस अब स्कुटी छ कि अब छैन जाँदैन नि मतलब त्यो यस्तो ओह्रालो छ त्यो अलिकति यस्तो भए पनि यहाँबाट निकाल्नु हुन्थ्यो अब यहाँबाट स्कुटी जाँदैन अब चाहिँ हामीलाई फेरि उता पर अघि त्यो पुल आएको बाटोबाट घुमेर यो पारीबाट यस्तोबाट जानुपर्छ यस्तो गरेर उयो ओ परको त्यो पुल कट्नुपर्छ अब यहाँबाट हुन्छ सिधै त्यहाँ पुग्थ्यो नि त यस्तो इरी लाग्दो भयो नि आज पुरा ढिलो भयो गाइस हामीलाई यस्तो ढिलो भयो कि एक त स्कुटी फेरि घरिघरि झ्याप गइबस्छ हो ओइ पुरा ढिलो भयो ओइ यता माथिबाट त जाँदैन होला अब चाहिँ होइन नि त छिटो ढिलो भइसक्यो यहाँनिर उनलाई फेरि मैले चलाउने भए त नि अघि कहाँ पुऱ्याइदिन्थेँ आधी बाटो पुऱ्याइदिन्थेँ नि मैले त बाटो थाहा भएर होला बाटो थाहा भएको या भत्केको भनेर त कसरी थाहा हुन्छ अन्त त्यो त ड्राइभर मान्छेलाई याद हुनु पर्यो राइडरहरूलाई याद हुनु पर्यो 1.5 वर्षमा आएको नि त हौ स्कुटी चलाउने यहाँ यो पुरा सिक्किमको बाटो स्कुटी चलाउने बाटो चाहिँ मैले याद गरिदिनु पर्ने अरे रफ कुदाउँछ नि यसले फेरि बाइक स्कुटी बाइकहरू त फेरि उहाँ हेरे अब त्यो खोपेटामै हाल्छ बाइक लिएर आउँ भने पनि बाइक भन्यो बुट भरेर अघि पुगिसक्यो अब बाइकमा त होस् चढ्दिनँ तँसँग त मैले सिकिसकेपछि मात्रै चढ्छु हामी चाहिँ कति पनि आइसकेको थिएन अलिकति मात्रै त्यो कहाँ भन्नु त्यो ब्रिज सिरवानी ब्रिजदेखि यता मात्रै आएको मेरो नानाले चाहिँ पुरा तिर्खा लाग्यो अरे अन्त तिर्खा लाग्यो अरे नानाले चाहिँ त्यही भएर पानी माग्दैछ है चिसो माग्नुहोस् ल जुस खानु नि अरे नानाले चाहिँ गाइस यहाँनिर आधा रास्तामा चाहिँ पूजाले चाहिँ स्कुटी रोकेर चाहिँ नि यो स्कुटी चाहिँ उसको अरे कि पहिला उसको फर्स्ट स्कुटी हो यो चाहिँ उसको कलेज टाइममा चाहिँ पापाले ब्रान्ड न्यू स्कुटी किनेर उनले यही स्कुटीमा स्कुटी पनि सिकेको होइन मतलब सिक्दै यही उसको कलेज पुरा 3 सालले यही स्कुटीमा गुजार्यो होइन अन्त अहिले चिनिहालेछ फेरि हो बेचेको हो नि स्कुटी मेरो हाम्रो प्रणामी मन्दिर बर्मेकको ठुलो प्रणामी मन्दिर फोटो खिच्नु पनि पूजा भएर रात पर्छ त गाइस हामी चाहिँ आज यस्तो साह्रो बाटै भुलेर उता गरी यता होइन र अहिले चाहिँ मेरो साथीलाई फोन गरेको होइन अहिले मेरो एउटा बत्तु निस्केछ सो गाइस मेरो साथीले भनेको उसको चाहिँ अलिकति यहाँदेखि अलिकति माथि हेरे घर हो अन्त म चाहिँ हामी चाहिँ यहाँनिर एकछिन फोटोहरू खिच्नु भिडियो खिच्नु निस्किरहेको छ कस्तो मजाको यो फुलहरू नि उसलाई मात्रै देखा भन्छ खालि होस् मार्दिनँ नकुदाउनु म कुदाइहाल्छु ऊ यस्तो हेप्छ हो नत्र म कुदाउँदिनँ नत्र म रोक्दिनँ यस्तै भन्छ नाम के हुन्छ गाइस तपाईँहरूलाई सानोको साथीहरू यहाँको भ्यू चाहिँ हेर्नुहोस् है हाम्रो बर्मेक बर्मेक भन्छ गाइस यसलाई चाहिँ अन्त बर्मेकको हिरोइन पनि यहाँ हुनुहुन्छ हाम्रो मिस पूजा अब म चाहिँ फोटो खिच्दिनँ टेक्नोले आउनुहोस् हेर्न एउटा मेरो गेटअपै देखाइदिँदैन मेरो चाहिँ यस्तो राम्रो इन्भाइरोमेन्ट हेर्नुहोस् यहाँनिर यस्तो फुलहरू दामी अनि यहाँको चाहिँ हिरोइन आज हेर्न सक्नुहुन्छ मिस आरती राई यहाँको हिरोइन आरती सेम पिके जस्तो दामी देखेको छ अब यो फोटो खिचौँ न म चाहिँ एकदमै धुस्रो मुस्रो भएर आइसकेँ किनकि स्कुटी कुदाउने चाहिँ म यो नानाले कुदाउनु भन्दा पनि कुदाउनु मान्दैन कि
गाइस हाम्रो सिक्किमतिर चाहिँ कस्तो हुन्छ भने घरहरू अब सानै भए पनि होइन यस्तो अब यहाँ हेर्नु न सानो चटक्क परेको घर छ नि त यहाँनिर होइन तर पनि हेर्नु न यस्तो रोडको साइड साइडतिर पनि कस्तो फुलहरू रोपेर मनपर्छ क्या मलाई यस्तो इन्भाइरोमेन्ट चाहिँ अहिले चाहिँ हामी पुगिसक्यौँ पनि अनि नाना ए नाना हेर्नु न तपाईँको साथी भेटाइदिनुहोस् नानाले आफ्नो साथी पनि भेट्नुभयो दुईजना त्यस्तै त्यस्तो छिटो न खोइ आइहाल्यो एमके कार्की तर उसलाई अब कसले चिन्दैन किनभने पहिला हामी चेन्नई जाँदाखेरि भेटेको पुरानो भिडियो त्यहाँ युट्युबमा हेऱ्यो भने भेट्छ चेन्नईवाला भ्लगमा भेट्छ कि तर त्यति बेला त ऊ ज्याङको थियो नि अहिले त बिचरा लुते भएको छ होइन अन्त उसको चाहिँ पापा बित्नु भएको त्यही भएर चाहिँ यहाँ मरौ परेको छ नि त अन्त त्यही भएर एकदम वेलकम तपाईँलाई धन्यवाद थ्याङ्क यू अनि कस्तो रमाइलो गाउँ हो तिम्रो कस्तो हो अर्कै खालको के त्यो चाहिँ आउनु चाहिँ अलिकति गाह्रो भयो नत्र त्यो मजा खै देखाइँदैन यहाँको छुड्डी हिँड्नुहुँदैछ हो सुड्डोसँग अब बुढेसको लागेपछि के भन्नु त नि उयो देखाइदिन्छु म टुप्पी यता यहाँ बस न त्यो यहाँ चाहिँ हो कार्कीको टुप्पी छेत्री बाजेको कार्की बाजेको टुप्पी गाइज हामी चाहिँ अब पहिला ऊ दिल्ली पनि आउँथ्यो अन्त हामी म चेन्नई जाँदाखेरि उसँग भेट्थेँ होइन मिल्ने हो नि त तर मलाई चाहिँ नाम चाहिँ नि उसको खास चाहिँ अनुराग है अहिलेसम्म पनि मलाई झट्टै भन्नु आउँदैन खालि कार्की कार्की एमके चाहिँ के मन कुमार ए एमके कार्की मन कुमार है मन कुमार मन बहादुर छ होइन रहेछ अन्त मलाई चाहिँ यादै हुँदैन खालि कार्की कार्की भन्छु म चाहिँ मायाले बोलाएको नि त कार्की चाहिँ अब हामी चाहिँ मरौमा आएको थियो अनि नानाले चाहिँ होइन मोमो ल्याउनु गइरहेको छ मोमो लिएर आएको होइन नानाले मिस्टर त्यसदेखि यहाँ होइन मिस्टर अनुराग शेफले पस्किदिनु भएको मोमो तिमीले बनाएको त खाँदिनँ म देखाइदिनु त कस्तो राम्रो आँचाको हो कि हो यो रिभ्यू पनि गरिदिइहाल्नु न फिडब्याक दिइहाल्नु न विकासको जस्तो जस्तो छ कसम यहाँ चाहिँ नानाले खतरा खाइरहेको छ हो एन्डिङ पनि उसले हान्दैछ खाऊ न खाऊ तर पत्याउँदैन नि मान्छेले तिम्रो जिउ सानो छ नि त खाउ न खाऊ केही हुँदैन रियालिटी त मलाई याद छैन खाउ न खाऊ मजाले खाऊ ल हेर्नु नि क्या मजाको यो त मिठो हुन्छ अब खायो भने गुलियो नानी नानी हेर्नु न हल्दै गरेको सिङताम झऱ्यो भने ल्याइदेऊ ल अब चाहिँ हामी गएको यहाँबाट दादाले चाहिँ नाना हेलमेट बोकेर पनि पेन तान्नै छोड्दैन रहेछ यसलाई दोरी बनाइदिन्छु ल ए चिची एकछिन हेलो भन्नु यहाँ तर नाम साम पुरा याद हुनु त तपाईँ हो नि त होइन आरती मन्तवा राई हो अरे नि त एकतालमा हुन्छ ल गयो ल स्कुटी छ हौ ल तपाईँ लास्टमा बस्नु न नानाले चाहिँ अलिकति पनि अम्बकको बोटहरू देख्नै सक्दैन सुकिकाको अम्बकको बोटमा पनि अम्बकै देख्यो अरे फेरि हो कार्कीको चाहिँ नि हो उयो के भन्छ सुरुवाल चाहिँ सुकेको छ किनभने अब 13 दिन कोरा बस्दाखेरि चाहिँ घटेर सपासिरी भएको छ होइन अन्त त्यो पनि अब आफू त किन्नु जानु हुँदैन बारिरहेको थियो अन्त अब अरूले ल्याइदिएको रहेछ अनि तानेकै छ होइन कसै तानेर फेरि गर त नाना यो बाँधिदेऊ न यो चुट्टाउ त यो बाँधिदेऊ होइन यहाँनिर चाहिँ अन्त म उयो
घाँसको डोरी बनाएर बाँधिदिन्छु। हामी चाहिँ निक्लिँदैछ। यो बाटो कस्तो दामी छ कि किन गर्नु तिमीलाई चाहिँ मेन्सन उयो हेर मेन्सन गरिदिने माग्ने यता हेर्नु रे मेन्सन गरिदिनु मेन्सन गरिदिराख ल हामी दुईजनालाई गरिदिनु नि अब है हाम्रो त छैन मेन्सन गरिदिए तिमीहरू दुईजनालाई मेन्सन गरेर के पाउँछु म मेन्सन हाउस मेन्सन हो होइन हिट हिट हौ हिट पाउँछ हिट हिट यस्तो हिट पाउँछ नै हिटमा बिक्री जस्तो लाग्यो क्या एउटा मेन्सन हाउस किन्यो भने चाहिँ मेन्सन गरिदिइहाल्छु। यो किरा के किरा हो च्याउ च्याउ गर्ने किरा कस के गर्ने रे च्याउ च्याउ गर्ने किरा उनीहरू फेरि सुन्तला देखिहालेको छ यहाँनिर अर्काको घरमा नानाले चाहिँ त्यो पनि खान्छु भन्दै त्यो टिप्नु आउँदैछ दिदी त हो हिँड न तिमीलाई अम्बक दियो अम्बक मनपर्ने यो चाहिँ पूजाको भेट जस्तो फेमस चाहिँ केही भएको छैन। अरू कोही फेमस हो न मभन्दा ज्यादा फेमस भइसक्यो यो भेट त अन्त हो मलाई राख्नु मन पर्यो तिमीलाई त्यो उयो भएको त्यो म बनाएर छाड्छु ल समेर बनाएँ तर त्यो चाहिँ यसरी तानिँदैन। नाना चाहिँ हो अहिलेसम्म अम्बक भने चाहिँ उयो दुईजनाले मलाई कस्तो हेर्छ हौ के ऊ परदेखि चाहिँ यसो भने कि बाटोमा अम्बकहरू थियो होइन पर टिपिदिन्छु भने दुईजना लिएर आयो यहाँ आएपछि त यादै गर्दैन। तिमीलाई त्यो पालि चढ्नु सनग्लास लगाएर चढ्नु पर्यो अम्बक नाना चढेको नि सक्दैन हौ होइन तिमी चाहिँ सनग्लास लगाएर के गरेको मलाई दादा यो दामी छ होला हेर्दा मिठो छ फर्स्ट बनायो मिठो छ टिपो अम्बक कस्तो रहेछ मिठो छ गुलिस अस्ति के नानाको कासो चाहिँ मेरो पाएको छ खाने बेला त खाँदो रहेछ है कस्तो मेरो खिल्ली उडाउँछ के मेरो स्कुटीहरू यहाँ हो आउन उयो त्यहाँनिर नजाँदिनँ म त्यहाँ जाँदिनँ म मेरो एक्स कहाँ उँभोपट्टि बस्छ नि मिठो रहेछ तिमीलाई कति मिठो भयो अहिले मोमो खाएर रुचेको है च्यापिहालेको त्यही त कतिवटा खायो अचार 2 प्लेट अब हेर न भुँडी हेरे ज्यान हेर न दाम यत्तिकै चाहिँ हुनु पऱ्यो नि त यो लुगा ठुलो लुगा लगाएर ल यसको लुगा लगाएर यस्तो देखिरहेको छ कसले लाउनु भनेको त त्यही त कति कसले लाउनु भनेको तिमीलाई यो मरौमातिर आउँदा यस्तो नक्कल पाएर कुर्ता साडी लाएर आउनु पर्दैन आमाको साडी थियो त साडी त्यही त के भएको होला है होइन खासमा चाहिँ हामी घुम्नु गएको नि त दिदी तालको उयो सिस्ने हेरौँ हो एज तिमी यति त छौ आँटिहाल्छ गाइस यस्तो चाहिँ हामीले उता कि छठ पूजामा बेच्छौँ नि त दिल्लीमा पनि छठ पूजाको लागि हो कि के को लागि बेच्छौ अन्त यस्तो चाहिँ मैले अस्ति 50 रुपियाँ गोटा किनेको थिएँ इ भोगटे कति सानो बोट्न फलेको यो हाइब्रिड गरेको होला कि गाइस अहिले चाहिँ हामी छ टोक्कल बर्मेकमा है अन्त यहाँनिर चाहिँ के भन्छ एकदम रमाइलो यता पुरा निचे खेतबारीहरू तपाईँले देख्न सक्नुहुन्छ एकदम नेचरको बिचमा हो बिचमा चाहिँ तपाईँहरूलाई म देखाउँछु यहाँ चाहिँ न्यू फुड हट वेलकम रेस्टुरेन्ट छ तपाईँहरू कहिले पनि यो उँभो हिँड्दाखेरि यहाँ भेट्नुभयो भने देख्यो भने चाहिँ आएर तपाईँहरू यहाँ बसेर चिल गर्न सक्नुहुन्छ है ल अब जाउँ अन्दर रेस्टुरेन्ट प्रमोसन त्यतिकै गरिदिँदैछु नि फ्रीमा ल के भन्छ रे अब यसरी रिल बनाऊ आइएन हाम्रो बिहारमा हामी चाहिँ यहाँबाट निक्लेको अब किनकि दादाको पनि पर जानुपर्छ अनि नाना चाहिँ बिसी खाइ पठाएर टोइलेट गएर यहाँभित्र नाना चाहिँ वासरुम हुनुहुन्छ अब हामी यहाँबाट निक्लेको तर यो जग्गा चाहिँ एकदमै राम्रो छ तपाईँहरू आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड आफ्नो फ्यामिलीहरू लिएर आउनुहोस् कहाँनिर
ए उयो रुमहरू पनि रहेछ यहाँनिर तपाईँहरू चाहिँ फुडिङ लजिङ सबै रहेछ इभन यहाँ माथि तपाईँहरूको के पार्टी सार्टी भयो भने ए अनि कस्तो राम्रो रहेछ त है मा पछि दादालाई माथि चाहिँ छोडिदिउँ कि यो धान चाहिँ साह्रै दामी देख्दो रहेछ हौ हरियो तपाईँको लुगा सेम कलर भएछ पहाडबाट पर्वत झर्छ लु अब चाहिँ यहाँनिर हामी कार्के बुढोलाई झरेको दिन चाहिँ ए नझर्नु ल अब हामी चाहिँ कार्के बुढोलाई यहाँ बिदा गर्न आइपुगिसकेको छ कार्के बुढो चाहिँ यहाँदेखि जान्छ हो ल भेटौँ न 1-2 दिनमा बाई ल ल जाउँ सो गाइस अहिले चाहिँ हामी यहाँनिर रास्तामा नि हो कस्तो राम्रो रमाइलो जग्गा रहेछ कि यहाँनिर चाहिँ पूजाको भिडियो बनाइदिनु पर्यो भनेर रोकिरहेको छ हेर्नु न कस्तो मजाको यो चाहिँ उयो इन्स्टिट्युट रहेछ उयो हर्टिकल्चर अन्त कस्तो मजाको बनाएको छ पहिला त यहाँ सबै जङ्गल थियो होइन अहिले त कस्तो मजाको बनाएको अन्त मलाई त नाच्नु आउँदैन यसको बनाइदिन्छु भनेको एउटा भिडियो सो गाइस यहाँनिर चाहिँ हाम्रो रिल सुट गर्दाखेरि अघि तपाईँले देख्नुभयो होला उज्यालो थियो अनि एकैछिनमा रात पर्यो अनि यता सिक्किमतिर चाहिँ 5 बजी नै रात पर्छ नि त है 5 बजी कति बज्यो अहिले ए 5:20 भएछ है अन्त रात परि गयो साथीहरू अब चाहिँ हामी लगभग पुग्नै आँट्यौँ सिङताम बजार है सिङताम बजारदेखि चाहिँ हाम्रो आज चाहिँ फेरि 15 मिनट लाग्छ घर पुग्नु हो सो गाइस अहिले चाहिँ हाम्रो एक्सिडेन्ट भयो होइन ऊ पर हो तपाईँहरूलाई देखाउँछु साइडमा हो कुन चाहिँ जग्गा एक्सिडेन्ट भयो भनेर हो यहाँ हेर्नुहोस् हातहरू यहाँ घोडा यहाँनिर जुत्ता पनि उयो भयो जस्तो छ मेरो 9000 को जुत्ता गयो जस्तो छ यहाँ पूजाको हेर ला पूजातिर त पिल्छ्यो होला है डल्लै उयो भएछ तेरो है यहाँतिर पनि लाग्यो हात देखा त होइन यहाँ यहाँ हेर्दैनौ हेरिबस्दैनौ त कस्तो बाटो पनि अन्त मैले त हामी जुन जग्गामा लडेको थियौँ नि बिहान त्यही जग्गामा बाइक लडेको थियो होइन 2 जना केटाहरू मैले अहिले आउँदाखेरि चाहिँ यसलाई भन्नु आँटेको थिएँ बिस्तारै चला ल लड्छ भनेर त्यही लडेको नि गाइस यो चाहिँ हो हाम्रो सिङताम बजार